सम्पूर्णमा नमस्ते। आज ड्रोन हस्पिटल नेपालमा चाहिँ एउटा एयर 3 यस्तो कन्डिसनमा चाहिँ आएको छ, देख्न सक्नुहुन्छ। गिम्बल कम्प्लिटली यसको चाहिँ फ्रेम आउट भएको छ भने यसको भित्रको फ्लेक्सहरुदेखि लिएर ट्रान्समिसन केबलहरु पनि कम्प्लिटली ड्यामेज भएको छ। क्लाइन्टले चाहिँ यो ड्रोनलाई इन्डोर फ्लाइट गर्दाखेरि चाहिँ माथि ह्याङ गरिएको बलुनको रोप अथवा तारमा चाहिँ लागेर यो ड्रोन क्र्याश भएको छ, देख्न सकिन्छ। यो मोटरमा चाहिँ त्यो बेलुन झुन्डिएको जुन तारहरू थियो त्यसमा चाहिँ यसरी अड्केर चाहिँ यो मोटरमा यो जाम भएपछि ड्रोन क्र्याश भएर चाहिँ यसको गिम्बलमा यस्तो खालको इस्यु आएको छ र इन्टरनल यसको भिजन सेन्सरमा पनि इस्यु आएको छ, जुन चाहिँ म हजुरलाई ड्यासबोर्डमा पनि देखाउँछु। र अब चाहिँ हामी लेट्स डाइभ इन्टु द रिपेयर प्रोसेस। हामीले चाहिँ यसको धेरै काम गरिसकेका छौँ है। भर्खरै हामीले यो यसको गिम्बलको ड्याम्परहरू चेन्ज गर्यो, फ्लेक्सहरू चेन्ज गरेर र यसको भिजन सेन्सर पनि चेन्ज गरेर चाहिँ हामीले क्यालिब्रेसनहरू गर्नुपर्ने काम पनि सबै A to Z गरिसकेका छौँ। देख्न सक्नुहुन्छ यसको माथिको सेन्सर चाहिँ हामीले चेन्ज गरेको हो र गिम्बल पनि मुभमेन्ट यसको एकदम राम्रो छ। र एकचोटि म तपाईँलाई आर्म पनि गराएर देखाउँछु है। र देख्न सक्नुहुन्छ मोटर सबै रन हुन थालिसक्यो र भिजन सेन्सरको पनि इमेजहरू चाहिँ यसरी फरवर्ड लेफ्ट राइट ब्याक सबै यसरी आउन थालिसक्यो र गिम्बलले पनि मजाले काम गर्न थालेको छ। चाहिँ हामी यसको एकचोटि फ्लाइट टेस्ट पनि गर्छौँ है। यसको चाहिँ भिजन सेन्सरले नि मजाले काम गरेको छ, 360 डिग्रीमै काम गरिरहेको छ भने गिम्बलले पनि राम्रैसँग काम गरेको देखिन्छ हैन। यहाँनिर चाहिँ भिजनले पनि 360 मै डिरेक्सनमा चाहिँ काम गरिरहेको छ। र यसको एकचोटि सिरियल नम्बर पनि चेक गरौँ। यो सिरियल नम्बर रहेको छ। यो म्याभिक एयर 3 चाहिँ फाइनली रिपेयर गरिसकेका छौँ। ड्रोन हस्पिटल नेपालमा चाहिँ पुरानादेखि नयाँ मोडलको सबै सम्पूर्ण ड्रोनहरू चाहिँ रिपेयर हुँदै आइरहेको छ र हजुरहरूको पनि यस्तै खालको इस्युहरू छ भने ड्रोन हस्पिटल नेपाललाई निर्धक्क भएर सम्झिन सक्नुहुन्छ। हस्त नमस्ते।